साथीहरु नमस्कार। आज एउटा कथा लिएर आएकी छु म यहाँहरुका लागि। सुनेर जानुस् है त। अन्नले भरिएको बोराहरू लिएर जाँदै गरेको ट्रकबाट एक दिन अन्नले भरिएको एउटा बोरा भुइँमा झरेछ। छरिएछ भुइँमा अन्न। ट्रकवालाले थाहा पाएनछ। ट्रकवाला अगाडि बढ्यो। भुइँमा अन्न छरिएको देखेर त्यहाँ उडिरहेका चराहरू आए। त्यो अन्न खाए र उडेर गए। कागहरू पनि त्यहाँ वरिपरिका आए र आफू अगाउन्जेल अन्नहरू खाए र उडेर गए। परिवारहरू आए, आफू अगाउन्जेल अन्न खाए र उडेर गए। त्यहाँ रहेका जति पनि चराहरू थिए ती चराहरू आए र आफू अगाउन्जेल खाए र उडेर गए। तर त्यतिकैमा एउटा व्यक्ति मानिस आउँछ त्यहाँ। ती सबै चराहरूलाई भगाउँछ र एउटा बोरा ल्याएर त्यो सबै छरिएको अन्न त्यो बोरामा भरेर लिएर जान्छ। हेर्नुस् त, ती चराहरूले के गरे त्यहाँ? उनीहरू आफ्नो वर्तमानमा बाँचे। उनीहरूले त्यो समयमा जति पेटमा अटाउन सक्छ त्यति खाए र उडेर गए। तर त्यहीँनिर त्यो व्यक्ति मानिसले के गर्यो? उसले बोराभरि भरेर अन्न लिएर गयो। आजका लागि होइन, भोलि र आउँदा निकै कयौं भोलिका लागि म साँचेर राख्छु भनेर लिएर गयो। जबकि उसलाई थाहा छैन उसको भोलि छ अथवा छैन। हेर्नुस् त, मानिसलाई थाहा छ हामी कात्रोमा केही बोकेर लाँदैनौं, केही बाँधेर लाँदैनौं, र पनि ऊ भोलिका लागि कति धेरै मरिमेट्छ। यो जिन्दगी एउटा यात्रा हो। यो यात्रालाई रमाउन सक्नुपर्छ, इन्जोय गर्न सक्नुपर्छ। भोलिका लागि मात्रै दौडधुप र हतार गरियो भने यो आज पनि हामीसँग खोसिएको, हामीसँग हराउँदै गएको हामी पत्तो पाउने छैनौं। त्यसैले आजको प्रत्येक मोमेन्टहरूलाई रमाइलो गर्न सिक्नुहोस्, इन्जोय गरेर बाँच्न सिक्नुहोस् है त। यो भोलि कसले पो देखेको छ र? भोलि छ कि छैन पनि। धन्यवाद।